ठाउँ चाहिँ दामी रहेछ साथीहरू। यो चाहिँ तैँले आफैले गरेको यो मेरो अफिसियल फर्स्ट भ्लग हो। आजबाट मैले अब भ्लगिङ सुरु गर्दैछु। अब तत्काल चाहिँ हामी अब पौडी खेल्ने भन्ने क्रममा हामी बाहिर निस्किँदैछौँ। नसोचेको भन्दा नि एकदम गर्मी, खोलामा हामी हाम फालेको त्यो सबै देखाउँछु बिस्तारै। अहिले चाहिँ हामी सौरा चोकमा छौँ। टक्कै हो सौरा चोक। हामी चाहिँ अब टक्क यो लथर भन्ने ठाउँ आइसक्यौँ। लथर भन्नेको ठाउँबाट तपाईँ चितवनबाट आउनुभयो भने चाहिँ राइट लेफ्ट, अनि हेरौँडाबाट आउनुभयो भने चाहिँ लेफ्ट राइट छिर्नुपर्छ। अनि यो चाहिँ यस्तो छ ठाउँहरू। स्याम्पू पनि किनियो टक्क खेल्नलाई। भाइरल हो, सबै भाइरल हो। ल ल ल साथीहरू, धेरै पछि 2.5 वर्षपछि होला खोलामा फेरि पौडी खेल्दैछु। लास्ट टाइम उता यो लक्थरभन्दा अलिकति उता गएर खेलेको थियौँ। अब नेपाल आएको बेला एकचोटि त पौडी त खेल्नु पऱ्यो जस्तो भए पनि। अब पानी छोएपछि म भन्छु कस्तो हुन्छ। खोलामा आइपुग्यो, खोलाभित्र प्रवेश भयो। सर म्याडमहरू कोले हेर्दै हुनुहुन्छ। खोला चाहिँ यही हो, पानी लास्ट चिसो छ। ओ माइ गॉड, पानीको स्पिड पनि के साह्रो धेरै हो। मान्छे बगाएर लग्ला जस्तो छ त यार। ल ल ल यता देखाइदिनु होला। ए भाइरल हो, भाइरल चाहिँ हेर्नै पर्दैन। बच्चाहरू नानीहरू रमाइलो गर्दैछन् यहाँ। ठाउँ जे होस् धेरै राम्रो रहेछ, धेरै पिस चिल गर्नुको लागि राम्रो छ एकदम ठाउँ। दुईटा पहाडहरूको बिचमा एउटा शान्त पिस ठाउँ, खोला सलल्ल, आवाजहरू पनि राम्रो छ, दामी छ ठाउँ। अब पौडी खेल्न त आइयो। बादल हेर्नुहोस् पुरै कालो छ, पानीले डेन्जर हान्ला जस्तो छ, आकाश रोइरहेछ कराइरहेछ। अब टेन्सन लागिरहेछ कपडा खोलेर हाम फालौँ कि पानीमा यसो चुप्लुङ चुप्लुङ गरेर फर्क्यौँ। के गरौँ यहाँ दिमाग घुमिरह मेरो अहिले। नो प्रब्लम, वी विल जम्प इन्टु द वाटर। पानी पर्ला जस्तो छ, पानी चाहिँ नपरोस् भन्ने कुरा हो। पानी छिट्टा हानिसक्यो यार। ठाउँ चाहिँ दामी रहेछ। यस्तो चिसो छ पानी, पानी लास्ट चिसो छ। हेर्नु सरहरू म्याडमहरू तपाईँहरू सबजना एकचोटि यहाँ आउनुपर्छ। टाउको पनि डुबाउनु पर्ला। दामी छ, दामी दामी छ एकदम फ्रेस फ्रेस। ल साथीभाइहरू दिदीबहिनी, पौडी खेलियो। खेल्दा खेल्दा पानी हेर्नु यस्तो दन्किन लागिसक्यो कि त्यति साह्रो इन्जोय गर्न नि भ्याएन। जति गऱ्यो त्यो एकदम मेमोरेबल मोमेन्ट थियो, एकदम प्रिसियस मोमेन्ट थियो। मेरो बिचारा नट इभन 10 मिनट्स यार। 10 मिनट मेबी अराउन्ड 5-6 मिनट। छिटो बोल, छिटो जानुपर्छ। हामी गइन्छौँ। पानी पऱ्यो, छिटो छिटो। यो ठाउँ सबैजना आउनुपर्छ। समर टाइममा आउनुहोस्, खेल्नुहोस्, रमाइलो गर्नुहोस्। यो चाहिँ हाम्रो आजको भिडियो यहीँ समाप्त गर्दैछौँ। फेरि भेटौँला।